आमा आज नातिनी के पढ्न जाने अरे काठमाडौँ अनि आमासँग पैसा थियो कि हजुरआमासँग पैसा माग्दिन न मलाई 1000 रुपियाँ भनेर भनिहन् नातिनीलाई 1000 रुपियाँ दिनु पर्यो रे कहाँ छ खै खाना पर्यो काठमाडौँमा हजुरकै नातिनी हो हो त नि कहाँ छ त नि पैसा हजुर खै निकाल्नु त कहाँ छ त नि दिन पर्यो नि बिचरा नातिनीलाई त हजुरकै नातिनी हो रोनिसा के रोनिसा के गर्ने पैसा क्या त पैसा त राख्ने हो दिन्न मैले नातिनीलाई नदिने किन नि बेर बस्छ तपाईँले कहाँ जाने हो मलाई होइन कि नातिनी काठमाडौँ जाने अरे अनि आमासँग पैसा मागिदिनु न अङ्कल 1000 रुपियाँ भन्थे अनि त्यही भएर हो के भन्नु न भन्नु त्यसोलाई मलाई के भन्नु बोलाम बोलाउनु पैसा दिनुहुन्छ दिनु परेन पर्यो त नि दिनु पर्यो म दिन्छु जानु ल पैसा देखाउनु न त कहाँ छ यही छ यही आइगएर मैले दिएको कहाँ यही बिस्तारा बिस्तारा हुन्छ कहाँ हो त नि पैसा त्यहाँ पोको बनाएर राख्नु भएको होला अनि बस्नु कहाँ त्यहीँ गएर बस्नु कहाँ लिस्नमा ल दिनु है त आएपछि ल रोनिसा आऊ अरे आमाले दिनुहुन्छ अरे पैसा यही छ नि छन् त्यस्तो गर्दा हुँदै हुन्न नि उसलाई खानी भए खपानी चढेर जाने भए माया मारे कान्छीको दैदैन पनि कहिल्यै पनि सक्दिन म पनि अझ गाउनु न अझ गाउनु यही यताको होइन के अरे उताको मात्रै हो अनि त्यहाँ गाईको अहिले त गाई मात्रै राखेर हुन्न त्यहाँ त्यो यसरी मात्रै मुत्ने दही मोच्ने दही मोच्ने अब म त त्यही नै होइन होइन किन छैन हामीले त बालाई सोधेको हो अरे त्यहाँ आमालाई सोध भन्नुभएको थियो नि आएको कि त्यही भएर भैँसी बेच्दिनु न त फेरि बेच्दिनँ त नि अरे ल्याउनु अरे के हो के कुरा पनि होइन फेरि अर्को ल्याए हुन्छ नि त हजुरले कहाँ पाइन्छ त नि यता देवघाटमा पाइन्छ के देवघाटमा सबले भैँसी पालेछन् अनि त्यहाँ गएर ल्याउनु होला हजुरले हजुरको भैँसी हामी लान्छौँ त्यसो भए ज्वाइँलाई नि सोध्नु पर्यो नि ज्वाइँलाई पर्दैन ज्वाइँ कता कता मेरो बाबु उतिर होइन हजुरले दिए हुन्छ अरे के बालाई सोधेको आमाले दिए भने लैजानु त नि भन्नुभएको थियो नि त्यही भएर हुन्छ हुन्छ लैजाऊँ लानु ल फुकाइदिनु न त भैँसी कति हो पैसा पैसा भन्नु पर्यो नि त यति हो भनेर म त आज त निराके पुऱ्याएकै छैन हजुर आज त पुऱ्याएकै छैन मैले त आज भैँसीलाई पुर्याउनु भएको छैन कसलाई सोध्नु पर्छ पैसा कति हो भनेर मेरो त छोरा हुन् छोरा 2000 मा दिए हुन्न के दिने र कति यहाँ दिन्छ नि खै कति दिने म त जान्दिनँ कसलाई सोध्ने हो कसलाई सोध्ने कसैले 2000 थोरै भयो छैन मैले केही भने छैन है हरिलाई सोध्ने कि एकचोटि हरिलाई सोध्ने कि हरिलाई के सोध्ने हरिलाई लिएर जान्छु मैले घर कहाँ कहाँ न हरि घर उता उता अर्को घर यहाँ घरै बस्दैन नि क्या कहिले नि बस्दैन बस्न अलिअलि ल मैले लगाएँ त भैँसी म गएँ त्यसो भए अब एउटा फुकाएर लगाएँ ल आमाको भैँसी छोरालाई उपहारै भयो ल चित्रेलाई पनि बोलाएको छु चित्रे पनि आँखा बाहिर ल यहाँ भित्र आउनुहुन्न नि त चित्रे फेरि यता नआउनु त भित्र आउँदैन किन झ्याउ हुन्थ्यो भित्र मात्र आउनु नहुने क्या भैँसी त दोहोऱ्याएर हिँड्छ यही उभिराखेको थियो यहीँ उभिरहेको थियो पछाडि